नमस्कार, 안녕하세요। आज लोटस इटेरीबाट कोरियन भाषा प्रशिक्षक लीलाराज घिमिरे म तपाईहरु समक्ष विगतका दिनमा लोटसको युट्युब पेजमा हामीले हालेका विभिन्न भिडियो जुन हेर्दै हुन्छ त्यसैका अतिरिक्त अलावा अझै अतिरिक्त केही भिडियो हाल्ने सन्दर्भमा आजको नयाँ टपिक लिएर फेरि पनि उपस्थित भएको छु र आजको हाम्रो विषयवस्तु रहेको छ फिसक सिगी। विगतका भिडियोहरू हेर्नुभयो तपाईहरुलाई अब आउँदो दिनमा हुन सक्ने एक्जामको लागि केही सपोर्ट नै भयो होला र आजको भिडियोले पनि तपाईलाई यो फिसक सिगीको विषयमा केही समय अगाडि मात्रै एक्जाममा क्वेशन आएकोले अब आउँदो दिनमा हुन सक्ने एक्जाममा सम्भावित यो क्वेशन आउन सक्ने सम्भावना बोकेको भएकोले यो विषय आजको लागि महत्त्वपूर्ण हुन सक्छ तपाईको लागि। ल विषयवस्तु टपिकपट्टि लागौं र टाइटल हाम्रो के हो त कस्तो प्याटर्नको क्वेशन गर्दैछौँ आज हामीले नेङवा खातुन ग विषयमा उस्तै या मिल्ने कुरा। फिसक सिगी के रहेछ पहिला यसलाई बुझिहेरौँ। फिसक सिगी भनेको ढुङ्गाको एउटा सानो स्ट्याचुलाई अड्याएर अर्को ढुङ्गाले झट्टी हानेर अथवा अर्को ढुङ्गाले ठोकाएर लडाउने खेल रहेछ फिसक सिगी, परम्परागत कोरियन खेल। फिसक सिगिनुन इल्जङआन खरिए। इल्जङआन निश्चित, खरी भनेको डिस्टेन्स दूरी भनेको है, निश्चित दूरीमा निश्चित दूरीमा इल्जङआन खरिए सोनबादाक मानुल सोनबादाक मानान हत्केला। सोनबादाक मान भनेको पुरा पुरा हत्केला भरि भएको, सोनबादाक मानान हत्केला भरि भएको, हत्केलाको साइज आकार भरि भएको। नाप्चा खान समतल थोरल ढुङ्गालाई, सेव नोखो रोकिराखेर भनेको अड्याएर भनेको, अड्याएर उभ्याएर। थारुन थोरुल अरू ढुङ्गालाई थन्जिय फालेर सुर तुरिनुन लडाउने नोरिमिदा खेल हो भनेको रहेछ। फिसक सिगी भन्ने खेल चाहिँ एउटा निश्चित दूरीमा ढुङ्गालाई फिसकलाई अड्याएर राख्ने र अर्को ढुङ्गाले फालेर लडाउने खेल प्रतियोगिता रहेछ, लडाउने खेल रहेछ। यी नोरिनुन यो खेल चाहिँ थाम्गान ओरी नाम गरेको एकजना व्यक्ति त्यो छोसन वंशको पालामा चाहिँ भ्रष्ट शासकको रूपमा बुझिने व्यक्ति थाम्गान ओरी, भ्रष्ट शासक थाम्गान ओरी। खोङ्जकुल, खोङ्जक भनेको उपलब्धि भनेको, खोङ्जकुल उपलब्धिलाई खिरिनुन प्रशंसा गर्ने अथवा याद गर्ने, प्रशंसा गर्ने अथवा याद गर्ने भन्नुस् यसलाई। फिसकुल फिसक ढुङ्गालाई चाहिँ थोरिना ढुङ्गा अथवा खाल्लो लात्ताले खुट्टाले छादा पनि हिर्काइ हेरेकोले भनेको थाम्गान ओरी नाम गरेको भ्रष्ट प्रशासक, भ्रष्ट शासक उसको खोङ्जको उपलब्धिलाई चाहिँ खिरिनुन प्रशंसा गर्ने अथवा उसको उपलब्धिको सम्झना गर्ने भन्न खोजेको, प्रशंसा अथवा सम्झना है। खिरिनुन प्रशंसा या सम्झना, सम्झना गर्ने। फिसकुल फिसक ढुङ्गालाई चाहिँ थोरिना फाल्लो कि त ढुङ्गाले कि त लात्ताले खुट्टाले छादा पनि हिर्काइ हेरेकोले सेङ्गेना उत्पन्न भएको या बनेको नोरी रागोदो हामीदा खेल भनेर पनि भन्ने गरिन्छ। छोसन वंशको पालामा चाहिँ थाम्गान ओरी जुन भ्रष्ट प्रशासक थियो उसले गरेको उपलब्धिले चाहिँ जनतालाई खासै राम्रो भएन, त्यही भएर उसकै त्यही उपलब्धिको प्रशंसा या उसको भ्रष्टाचारको प्रशंसा या भ्रष्टाचारको सम्झनामा चाहिँ एउटा ढुङ्गालाई अड्याएर अर्को ढुङ्गाले त्यसलाई हानेर लडाएर खेल्दै आएको खेल नै फिसक सिगीको रूपमा अहिले परिचित खेल हो, अथवा त्यही खेल चाहिँ फिसक सिगीको रूपमा अहिले त्यो नामले परिचित हुँदै आयो भन्न खोजेको। साओ मिथ खरिरो 4-5 मिटरको डिस्टेन्सलाई चाहिँ थुगो राखेर अथवा 4-5 मिटरको दूरी राखेर खिल्गे थुछुरुल खुसुमिदा, खिल्गे केही लामो गरी थुछुल दुईवटा लाइन पङ्क्ति खुसुमिदा कोरिन्छ। यो खेल खेल्नको लागि चाहिँ 4-5 मिटरको ग्याप गरेर पल्लो छेउमा एक लाइन पल्लो छेउमा एक लाइन दुईवटा ग्यापमा
4-5 मिटरको ग्यापमा यतिलाई चाहिँ तपाईँले 4-5 मिटर भनेर बुझ्न सक्नुभयो भने हो यतिको ग्यापमा चाहिँ दुईवटा लाइन कोरिन्छ। छुलबाल जमेस प्रस्थान बिन्दुबाट यदि यहाँबाट चाहिँ तपाईँले प्रस्थान गर्नुपर्ने भयो, यता फिसकलाई राखेर फिसकलाई यता अड्याएर लडाउनको लागि यहाँबाट प्रस्थान गर्नु पर्यो भने छुलबाल जम चाहिँ यसलाई भन्यो प्रस्थान बिन्दु। छुलबाल जमेस प्रस्थान बिन्दुबाट चाहिँ थोरुल थन्ज्य ढुङ्गालाई फालेर फिसकुल सुरतुरी मिला यो फिसक ढुङ्गालाई चाहिँ लडाउने काम गरिन्छ। थोरुल ढुङ्गालाई फाल्तुङे ओल्लिगो, फाल्तुङ भनेको चाहिँ पैतालाले टेक्ने भाग, त्यसको जस्ट माथिपट्टिको खुट्टाको भाग, खुट्टाको पैतालाको जस्ट माथिपट्टिको भागलाई फाल्तुङ भन्यो। फाल्तुङे ओल्लिगो ढुङ्गालाई फाल्तुङमाथि राखेर खुट्टाको पैतालाको ब्याक साइडमाथि राखेर सालगुम खास बिस्तारै गएर सरक हिँडेर गएर सालगुम खास बिस्तारै गएर सालगुम खास बिस्तारै गएर अथवा सरक गरेर हिँडेर गएर फिसकुल मात्सुमिदा फिसकलाई ठोकाइन्छ अथवा फिसकलाई लगाउने काम गरिन्छ। थारन फाम्ब बोरुनुन अन्य विधि या तरिकाबाट चाहिँ थोरो ढुङ्गालाई मुरुफ साइएदा किउगो घुँडाको बिचमा च्यापेर फे अनको पेटमा राखेर ख्यादुराङ्गिए किउगो काखीमुनि च्यापेर काखीको भागमा च्यापेर अक्के उइए ओल्या नखो कुमको माथिको भागमाथि राखेर थक आरे कियो नखो, थक भनेको चिउँडोको मुनि कियो नखो घुसारी राखेर भनेको चिउँडोको मुनि अड्याएर मरिए इगो टाउकोमा राखेर खास गएर फिसकुल मात्सुमिदा फिसकलाई ठोकाइन्छ फिसकलाई लगाइन्छ भनेको छ। भनेको छुलबाल जम यहाँबाट चाहिँ फिसकलाई हान्नको लागि मान्छे बसेका हुन्छन्। फिसकका स्ट्यान्ड बाई राखेका ढुङ्गाहरू अड्याएका ढुङ्गाको स्ट्याचु फिसक त्यसलाई यहाँबाट गएर खुट्टाको पैतालाको ब्याक साइडमा ढुङ्गालाई राखेर बिस्तारो हिँड्दै गएर यसलाई ठोकाएर लडाइन्छ अथवा घुँडाले च्यापेर ढुङ्गालाई लगेर यसलाई ठोकाएर लडाइन्छ या त पेटमाथि ढुङ्गा राखेर लगेर फिसकलाई लडाइन्छ, काखीमा चेपेर लगेर ढुङ्गाले फिसकलाई लडाइन्छ अथवा कुममाथि राखेर चिउडोले च्यापेर टाउकोमाथि ढुङ्गालाई राखेर यहाँबाट त्यहाँसम्म गएर चाहिँ फिसकलाई लडाएर खेल्ने फिसक छिगिरहेछ। फिसक छिगीको बारेमा बुझ्नुभयो। अब हामी नेङ्वा खातुन गत विषयमा मिल्ने या उस्तै कुरालाई चुज गरौँ है। 11 माइनस फिसक छिगी फाम्बबोन हानगाजीमा निसुमिदा फिसक खेल्ने विधि या तरिका एकै प्रकारको मात्र हुन्छ, एक तरिकाले मात्रै खेलिँदो रहन्छ। हातले फालेर खेल्ने, ढुङ्गाले हातले फालेर फिसकलाई लडाउने, खुट्टामाथि राखेर लगेर लडाउने, त्यस्तै गरी पेटमाथि राखेर घुँडाले च्यापेर विभिन्न तरिकाले राख्छ। एक तरिका होइन असल भएन। 1 नम्बर फिसकको थोल्लो थन्जिया छिगो फिसकलाई चाहिँ थोल्लो ढुङ्गाले थन्जिया छिगो फालेर लगाएर सुर तुरिनुन नोरी मिदा लडाउने खेल हो। ढुङ्गाले फालेर फिसकलाई लडाउने खेल्ने फिसक छिगी खेल रहेछ। 2 नम्बरको मिल्ने भएको छ। थामगन ओरिए थोङसाङु खिया खागी उइए हानु नोरी मिदा भनेको छ। यहाँ थामगन ओरी नाम गरेको भ्रष्ट प्रशासकको थोङसाङ भनेको स्ट्याचु भनेको है। स्ट्याचुलाई हामीले मूर्ति भनेर बुझौँ अथवा मूर्ति भन्दा पनि यसलाई थोङसाङलाई हामीले शालिक भनेर बुझौँ। थोङसाङ मूर्ति भन्दा नि शालिक भनेर बुझौँ है। थोङसाङलाई हामीले शालिक भनेर बुझौँ। थामगन ओरिए थामगन नाम गरेको भ्रष्ट प्रशासकको थोङसाङल शालिकलाई चाहिँ खिया खागी वे सम्झनको लागि हानुन नोरी मिदा खेल्ने खालको खेल हो। भ्रष्ट प्रशासक थामगन ओरीको शालिकलाई सम्झनको लागि खेल्ने खेल होइन यो। भ्रष्ट प्रशासक थामगन ओरीको चाहिँ उसको कामको प्रशंसा गर्दै अथवा उपलब्धिको मूल्याङ्कन गर्दै सम्झना गर्दै खेलिने खेल रहेछ। त्यसैले 3 नम्बरको भएन। थोरो ढुङ्गालाई ख्यातुराङ्गिए किउगो फिसकुल मात्सुम्यान आन्दो निदा भनेको छ। काखीमुनि च्यापेर चाहिँ फिसकलाई लगाइयो या ढलाइयो भनेदेखि हुँदैन भनेको छ।
टाखुमुनि च्यापेर ढुङ्गालाई लगेर फिसकलाई लडाएर पनि यो खेल खेलिन्छ भनेको छ भने 4 नम्बरको कुरा पनि भएन, मिल्ने भएन। त्यसो मिल्ने अप्सन 2 नम्बरको रहेछ। सही जवाफ तपाईँको लागि 2 नम्बर मिल्ने भयो। सही उत्तर 2 नम्बर मिल्ने भयो। फिसाक सिकेको विषयमा केही समय अगाडि मात्रै एक्जाममा क्वेसन आएको छ, अब पनि आउन सक्छ। यो विषय बुझेपछि सायद तपाईँलाई अब पनि यही विषयमा टपिकमा क्वेसन आयो भने अप्सन त मोडिफाई गरेर राखेको हुन्छ। त्यसैले मिलाउनको लागि सजिलो हुन्छ भन्ने अपेक्षा गर्दै आजको भिडियो हामी यति नै अन्त्य गर्न चाहँदैछौँ। बाँकी अर्को भिडियो लिएर फेरि चाँडै नै हामी उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्म प्रतीक्षा गर्दै जानुहोला। खामसाम्निदा। धन्यवाद।